नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा युकेमा ब्रिज डिकेड कप 2025 आयोजना हुने भएको छ। ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको 10औं वार्षिक उत्सवको अवसरमा ब्रिज डिकेड कप 2025 को आयोजना गर्न लागेको हो। सन्दीप लामिछानेको नेतृत्वमा हुने उक्त खेलबाट संकलित रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुनेछ। कार्यक्रम सामाजिक उत्तरदायित्व र नेपाली समुदायमा खेलकुद प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागि हो। आगामी 22 जुनमा युके स्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज 11 र डेभिजेस क्रिकेट क्लबका बीचमा हुने यस खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वयंले ब्रिज 11 टोलीको नेतृत्व गर्नेछन्। सन्दीप ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर पनि हुन्। ब्रिज इन्टरनेसनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले यस खेल कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम पनि भएको बताएका छन्। कार्यक्रमका संयोजक विज्ञान कार्कीका अनुसार यो प्रतियोगिता नेपाली डायस्पोरा खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागेको हो। प्रतियोगिताको प्राविधिक पक्षमा म्याक्स क्रिकेट क्लबले सहकार्य गर्दैछ। क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन्। कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाजप्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेसनलको मूल्यमा आधारित भएको बताएका छन्। खेलबाट सङ्कलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमा सहयोग स्वरूप हस्तान्तरण गरिनेछ। सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन्। ब्रिज इन्टरनेसनलले नेपाली समुदायमा खेलकुद सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।